औरस जी नमस्कार। नमस्कार। हजुरको नाम के हो? औरस घिमिरे। अनि हजुरले अहिले कतिमा पढ्दै हुनुहुन्छ? ए भर्ना गर्नुभयो? बल्ल पढ्न जानु नि हो? हजुरलाई के आउँछ? एबीसीडी आउँछ। उसो भए हजुरले मलाई एबीसीडी सुनाइदिनुहोस् त। भएन ढिला भन्नु, धेरै स्पिडमा भन्नुभयो। अलि ढिला भन्नुहोस् त। हजुर ल राम्रो छ। हजुरलाई मैले ताली बजाइदिएँ है। गुड। ल अब हजुरले क ख पनि आउँछ भन्नुभयो है। क ख पनि हजुरले ढिला भन्नुहोस् है। गर्दा हजुरले बिराउनुहुन्छ। त्यहाँबाट हजुरले नबिराइकन कदेखि ज्ञसम्म भनेर सुनाउनुहोस् त। त्यसपछि त थ भन्नु, नडराइकन भन्नु न, अलि चिच्चाएर। ल छिटो भन्नु कदेखि ज्ञसम्म। ल त हजुर एर ल हजुर ल वाह। हजुर अलि डराउनु भयो। यो क्यामेरा यहाँ राख्न बित्तिकै हजुर डराउनु पर्छ भन्ने छैन। नडराइकन हजुरले फेरि यो पनि हजुरले जित्नुभयो भन्नाले मेरो मन जित्नुभयो के। अब हजुरले 100 थुङ्गा फुलका हामी भन्ने जान्नुभएको छ राष्ट्रिय गाना। ल यो गाएर सुनाइदिनुहोस् त, छातीमा हात लाएर। कसरी गाउँछन् त्यसरी। अलि माथि भयो, तल राख्नु। ल यहाँ ल। नेपाली सर्वभौमै फैलिएका मेचीमा हाकाले परिस्थितिका कोटी सम्पदाको आचल वीरहरूको रगतले स्वतन्त्र र अतल ज्ञान भूमि शान्ति भूमि तरे हर हिमाली अखण्ड आयो प्यारा हाम्रो मातृभूमि नेपाल। बहुल जाति भाषा धर्म संस्कृति विशाल अग्रगामी रास्ता हाम्रो जय नै। जय औरस जी, हजुरको लागि म सल्युट गरेँ। हजुरले यो पनि जान्नुभयो, म एकदमै खुसी छु है। ल अहिले म राखेँ, फोन आयो है। हस् फेरि बोलाउँला ल।